हेलो साथीहरु, गुड मर्निङ। अनि चाहिँ सबैमा हजुरलाई धेरै धेरै स्वागत छ मेरो आजको नयाँ दिन अनि नयाँ ब्लगमा है साथीहरु। र त्यही हो, सधैँ चाहिँ आज पनि नानीलाई लिएर जाँदैछु। आज चाहिँ नानीको लास्ट हो एक्जाम, आजदेखि सकिन्छ। आज चाहिँ ह्यान्ड राइटिङ छ उसको हैन, अन्त आजदेखि सक्यो, छुट्टी हुन्छ। आजदेखिको चाहिँ समर भ्याकेसन स्टार्ट। एक्जाममा के हुन्छ? यता हेर त, गुड मर्निङ भन्देऊ न। गुड मर्निङ। आज के छ भाइको एक्जाममा? कुन चाहिँ सब्जेक्ट छ? ह्यान्ड राइटिङ भन न। वेदर तपाईहरुलाई अघि नै देखाइहाले हो गाइज। ल हैन, अलिक छिटो हैन। आज हामी अलिकति ढिलो भएको छ है। ल साथीहरु, अहिले माथि पुगेपछि भेट्ने छु, गाडीमा पुगेपछि। अहिले चाहिँ बाई 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 भन्देऊ न नानी। यहाँले हामी चाहिँ आइपुगिसक्यो हो। ब्याग झुन्ड्यौ नानी, हिँड छोरा। अघि आउनु भएको नि। पछाडि होला नि। ल जाऊ। ल गो चल, राम्रो लेख्नु ल। सक्छ है ल, मैला गर्नु हुँदैन है ल। निचा सकेको छैन रहेछ नि त। म त उतैबाट जाने रहेछ भन्दैछु आज। ए निचाले बाई गर्दै थियो हौ, झऱ्यो एउटा। ल ला, खाजा खाएको छैन दृश्यले। सारा हिन्दुस्तान यो साङ्गेनको अब पोकाहरू चाहिँ यता राख्नु पर्यो नि होइन डल्लु? के अरे? त्यही त। अब स्कुलको लागि रेडी? ल जाउँ है। त्यति बेला गइसकेन भाइ? खै देखिन त मैले काका। अन्त को काका भनेको? उयो हौ, रोशन काका हौ। ए अनि पछाडि चाहिँ म काका फुट्दै निस्किरहेको थिएछ। ए अघि हामी यहाँ आउँदा यहाँ निस्किनु हुँदै थियो नि त। हामी चाहिँ फर्केको हो घर। आज चाहिँ टक्कर निस्किनु बित्तिकै गाडी पनि गइहाल्यो हो। हामी ढिलो आएको थियौँ नि त आज। त धानको बिउ हेर्नुहोस् न, कस्तो मजाको निस्केको नि हरियो। मकै हेर्नुहोस्, ड्याम्मै छ। अम्लिसो घारी, धानबारी, मकैबारी। अब धानबारी हुन्छ है साथीहरू यता। किन आज उताबाट चाहिँ नपठाएको? त्यो के हुन्थ्यो त? अन्त म त आज ए सो साथीहरू, म चाहिँ खानासाना पनि खाएँ। आज चाहिँ एकदमै ढिलो खाएँ होइन। अन्त अहिले 12 बज्नु आँट्यो, 12 बज्नु आँट्यो। भर्खर खाइसकेर चाहिँ म 12 मोलमाल गरेर चाहिँ आएको। अन्त मेरो आजको काम यो चारो पकाउनु छ हो। म भनिदिन्छु। दुईजनालाई जिस्काएको गाइस मैले। यो चारो पकाउनु छ हो, भनिदिन्छु, भिडियो गरेर पठाइदिन्छु। अन्त मेरो अस्तिलेको कुखुरा चाहिँ कत्रो भयो है, हजुरहरूलाई देखाएको छुइनँ। अब चाहिँ म तपाईँहरूलाई देखाउँछु ल गाइस।
अन्त साथीहरू म चाहिँ अब घाँस पनि काट्नुपर्ने छ हौ। तपाईहरुलाई मेरो कुखुरा खोरपट्टि लाँदैछु है गाइस। पानी पनि सक्यो होला तिनीहरूको। सो गाइस कुखुरा चाहिँ यत्र भइरहेको छ। चारो छ तिनीहरूको, चारो तर यसो हरिसिमबाट हालिदिन्छु। पानी पनि रहेछ हो, बिहान सफा गरेको कम्ती हक्दैन हो। सो म चाहिँ अब पहिला घाँस काटिहाल्छु। तपाईँले चाहिँ हेर्दै गर्नुहोस् ल, नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् होला मेरो च्यानललाई होइन। अन्त आजको दिन चाहिँ घाम पनि लागेको छैन, पानी पनि परेको छैन, एकदम धुम्म भइरहेको छ हो। मैले चाहिँ हिजो घाँस काट्दाखेरि यहाँ हेर्नुहोस् न, करेला काटी पठाएँ नि एउटा, यो बोट काटी पठाएँ नि। ए ओइलिरहेछ। र म चाहिँ अब घाँस चाहिँ यतैतिर काट्छु हो। अन्त म चाहिँ घाँस किन काट्दैछु अहिले भन्दाखेरि चाहिँ मेरो बुढाको चाहिँ अलिकति एक्स्ट्रा काम छ नि त त्यहाँ पर। अहिले एकछिनबाट म भरे देखाउँछु तपाईँहरूलाई हो। अन्त ऊ ड्युटीबाट आइन्जेल चाहिँ घाँस पुऱ्याइहालौँ भनेर चाहिँ हिजोदेखिको सोचेको। हिजो काटेकोले यो पाखुराहरू सबै दुखिरहेको छ। बानी छैन नि त मलाई घाँस काट्ने होइन, कहिलेकाहीँ मात्रै काट्छु। हिजो चाहिँ मैले 2 भारी जस्तो चाहिँ काटेको थिएँ कि पुरा यस्तोहरू दुखिरहेको छ हो। अन्त आज यहाँ काट्छु। अन्त मेरो बुढा चाहिँ ड्युटीबाट आएर एक्स्ट्रा काम त्यो सकियो होला, एकदम अर्जेन्ट छ भनेर चाहिँ सोचेको। भने जस्तो ट्याक्कै हुँदैन। हिजो पनि ऊ दोकान जानु परेर बेलुका आइपुग्नु भएको थियो हो। त्यस्तो हुन्छ नि त, मान्छेले सोचे जस्तो हुँदैन रहेछ होइन। जस्तो मान्छेले सोचे जस्तै भइदिए त संसार एकदमै राम्रो हुने थियो। तर के गर्नु गाई, सोचे जस्तो हुँदैन हो। अब चाहिँ म पहिला डोको लिएर आउँछु, अन्त घाँस काट्नुपर्छ। र साथीहरू मैले चाहिँ लुगा पनि धोएर सुकाएँ नि त। लुगा कति थियो धुनु, माथि बरन्डातिर पनि धोइरहेको छु हो। के गर्दा गर्दा टाइम गयो। सो गाइस मेरो चाहिँ भारी पनि पुग्यो हो। योसँग चाहिँ
दुई भारी हुन्छ है गाइस। अर्को चाहिँ ठुलो भारी थियो र मैले मेरो बुढालाई लानु भने हो उहाँ माथिबाट अघि लगेर पनि गाईलाई हालिसक्यो। यो चाहिँ म आफै लान्छु अब। अन्त चाहिँ नानीलाई खाजा बनाएर दिन्छौँ। खाजा त के अघि भर्खर त खाएको, त्यही खाना सब्जी तताइहरू दिन्छु हो। कुखुरालाई चारो पानी हाल्नु छ। उयो छैन रहेछ, मैले हल्का मात्र लगाइरहेको छु। के छैन यो च्वाट्टै जान्छ नि। भयो यो पनि मेरो बुढालाई नि बोकाए, सकिन बोक्नु। डोको कत्रो छ अन्त। कताबाट जाने? छिर्छ त्यहाँबाट? मैले हिजो यहाँ करेलाको बोटै काटी पठाएँ नि एउटा। मुनि 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 यता उँधो तल थिएछ। सो गाइज म चाहिँ कुखुरालाई चारो हाल्नु जाँदैछु हो। पानी पनि चेक गरिरहेको छ कि छैन भने। ठुल्ठुलो भएपछि त पानी खाएकै गर्दो रहेछ नि त। पछि नुहाइ धुवाइ पनि गरेँ हो। टाउको चाहिँ नुहाइनँ किनभने चाहिँ नुहाएको थिएँ हो। चारो हाल्ने बेला भएछ। यसमा चाहिँ अलिअलि रहेछ पानी पनि अलिक त रहेछ। चारो यहाँ छ। नुहाइँदै गरेर भर्खरै खाजा खाएँ हो। नानीलाई पनि दिएँ। खवै केटाकेटी हो। हिजोसम्म चाहिँ सानो चल्लाले खाने चारो हो। आजदेखिको चाहिँ हिजो बेलुकादेखिको चाहिँ चेन्ज भयो। ठुलोले खाने सकियो। पहिला चाहिँ चल्ला ल्याउँदाखेरि चाहिँ 25 किलो हालिदिँदो रहेछ नि त। 25 किलो खाइन्जेल चाहिँ ठिकै हुँदो रहेछ। यत्रो हुँदो रहेछ हो गाइज। अन्त चाहिँ त्यस पछाडिदेखिको चाहिँ ठुलोले खाने फिट ल्याउनुपर्छ हो। खाएकै हगेकै। अन्त तपाईँहरूलाई मैले के एक्स्ट्रा काम भन्दाखेरि चाहिँ नि मेरो बुढाको अब देखाउँदैछु त गाइस के हो एक्स्ट्रा काम भनेर हो। कोन त? सो गाइस एक्स्ट्रा काम चाहिँ यहाँ चल्दैछ मेरो बुढाको हो। ड्युटीबाट आएर यहाँनिर चाहिँ हाम्रो कटेरो सारेको हो गाइस। यहाँनिर चाहिँ हामी गाईको खोलेहरू पकाउने हो। पानी सानी तताउने जग्गा यहाँनिर बनाउनु हुँदैछ मेरो बुढाले। चुलासुला योहरू अस्ति बारबेरहरू गर्यो। अब यहाँ छानाहरू लाउनु पनि छ हो सरी। अन्त यो चाहिँ हो किचन। यहाँनिर चाहिँ आगो फुकेर खानासाना बनाउने किचन हो मेरो नयाँ किचन गाइस। एक दुई दिन बादमा चाहिँ यहाँनिर खाना पाक्छ मेरो हो चुलामा। ग्यास राखेको माथिल्लो तला भएको यो हो माथिल्लोपट्टि। अन्त किचन चाहिँ मैले यहाँ सारेको। अन्त यहाँनिर चाहिँ काम चलिरहेछ नि त मेरो बुढाको। ड्युटीबाट आउँदै एकछिन अब भटाभट गरेको भए त अस्ति सक्थ्यो नि। 2 दिनमै बनाइसक्थ्यो नि तपाईँले भटाभट गरेको भए। एकछिन गर्दै के भयो पुरा टल्के पो त चाहिँ यहाँनिर काम गर्नु हुँदैछ। भित्तामा चाहिँ किन नबनाएको? ए यता हेर्नु त हत्तु भइरहेको छ हो। म चाहिँ यता हेर्नु त उता हेर्नु त भन्दै। काठको लाउने यसरी कसरी झरौँ भयो त? कसरी झरौँ भयो त? टक्क यस्तो चाहिँ यो अलैँचीहरू पनि निक्लिन्छ है पछि। किन आउने? म उभै आउँदैछु अब। म आएको नानी उभै।
This is my kitchen. This is my कटेरो. टक्क यहाँबाट सुँगुचारोहरू हाल्नु पनि सजिलो हुन्छ यहाँनिर खोर छ नि त ल यतिको लागि एक्स्ट्रा काम छ भने चाहिँ त्यही कारण मैले घाँसहरू पुराको काटेर नत्र म पर्दैन नि त काट्नु म आएको है नानी हिँड तपाईहरु चाहिँ हेर्दै गर्नु होला हिँड माथि किन आउनु पापा काम गर्नु नि बाचा जाऊ न अन्त ल नाटकै ज्यादा हुन्छ हौ नानीको पापासँग जाऊ बदमास नगर्नु है ल म गएको ल माथि म गएको तिमी पापासँग जाऊ दैलो चाहिँ दुईपट्टि छ है गाइस यहाँनिर एउटा अन्त यहाँबाट उ तल उदो साथीहरु म चाहिँ अहिले बेलुकाको लागि खाना बनाउँदैछु हैन अन्त यहाँ चाहिँ मजाले टमाटर प्याज लसुन अदुवा भुर्दैछु हो अन्त आज सिम्पल सादा सब्जी बनाउन आँटेको म यो चाहिँ हो टोटोला है टोटोलाको फुल अन्त यो चाहिँ मजाले धोएर चाहिँ यहाँ भिजाएर छु यसलाई चाहिँ अब म मजाले निचोरेर चाहिँ हाल्छु अन्त अहिले भरे पाकिसकेपछि भेट्ने छु है गाइस यो अघिको टोटोलाको फुल पनि पाकेर रेडी भइसकेको छ हो यो चाहिँ दबाई पनि हो है गाइस एकदम तितो हुन्छ कतिले प्राय चाहिँ अब बोइल गरेर पकाउँछ तर म चाहिँ एकदम बोइल नगरी पकाउँछु किनभने तितै खानु मिठो लाग्छ नि त यो ओभर तितो हुन्छ हो बोइल गरे भने चाहिँ अलिक कम्ती हुन्छ तितो हुनु छोपिदिम अन्त यहाँनिर चाहिँ कुहिएको छुर्पीको सोल्डर पिरो बनाएको छु हो गाइस मैले आजको बेलुकाको खाना पनि पकाइसकिसकेँ है पाकिसकिसक्यो र आजको भ्लग पनि यति नै है हजुरलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब पनि गरिदिनुहोस् होला यति भने नम्बरले बाँच्दै बढी साथी फेरि अर्को नयाँ भ्लगमा भेटौँला अहिलेको लागि चाहिँ टाटा बाइ बाइ गुड नाइट साथीहरु